बिलाप 3 को 22-23। परमप्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ। उहाँका कृपाको अन्त्य कहिल्यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईँको विश्वस्तता महान छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामीलाई अर्को नयाँ बिहान देख्न दिनुभएकोमा परमेश्वरलाई धन्यवाद दिउँ। हिजोका असफलता, चिन्ता वा दुःखले जे भए तापनि परमेश्वरको कृपा आज फेरि नयाँ भएको छ। परमेश्वरले हामीलाई नयाँ अवसर दिनुहुन्छ। उहाँसँग नजिक हुन, सही निर्णय गर्न, अरूलाई प्रेम गर्न र उहाँको महिमा गर्ने जीवन जिउन। त्यसैले आजको दिन आफ्नै बलमा होइन, परमेश्वरको सामर्थ्यमा सुरु गरौँ। हामी जहाँ भए तापनि, जे काम गरिरहेका भए तापनि हाम्रो बोली व्यवहार र निर्णयले ख्रीष्टलाई चिनाऊ। परमेश्वरमा भरोसा राख्नेहरूलाई उहाँले कहिल्यै त्याग्नुहुन्न। आजको दिनभरि हामी विश्वास, आशा र प्रेमका साथ अघि बढौँ। परमेश्वरले हाम्रो हरेक कदमलाई दोहोऱ्याउनु हुनेछ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। हे स्वर्गीय पिता, यो नयाँ बिहानी र जीवनको वरदानका लागि तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको कृपा हरेक दिन नयाँ हुन्छ भन्ने प्रतिज्ञाका लागि तपाईँको महिमा गर्छौँ। आज हामीलाई तपाईँको इच्छा अनुसार हिँड्ने बुद्धि, शक्ति र साहस दिनुहोस्। हाम्रो परिवार, मण्डली, देश र संसारलाई तपाईँको शान्ति र सुरक्षा प्रदान गर्नुहोस्। बिरामीहरूलाई निको पार्नुहोस्। निराशा भएकाहरूलाई आशा दिनुहोस् र कमजोरहरूलाई बल दिनुहोस्। आज हामीले गर्ने हरेक कामले तपाईँको महिमा गरून्। हामीलाई पापबाट जोगाउनुहोस्। पवित्र आत्माले भरिदिनुहोस् र येशू ख्रीष्टको असल साक्षी भएर बाँच्न सहायता गर्नुहोस्। यी सबै प्रार्थना हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको बहुमूल्य नाउँमा माग्दछौँ। आमेन।